यस्तो यस्तो फल पनि आउँछ कि आफूले सोच्दै नसोचेको कुराहरू पनि आइपर्न सक्छ। सो यसै विषयलाई समेटेको एउटा छोटो कथा यहाँ सुनाउन गइरहेको छ। कथा यसरी सुरु हुन्छ। सानो पलको यादले सताउँदा हर पल तिम्रो यादमा हराउँदा हराउँदै आज पलभरमै मुटुमा ठुलो प्रहार गरी आफ्नो बाटो लाग्यो। बिचारा यो निर्दोष हातमा पानी बिनाको माछा चाहिँ बगरमा छटपटाइरह्यो। अनि तिमी र मैले बुनेको हरेक सपनाहरू विगतको पन्ना पल्टाएर हेरे। भन्थ्यौ तिमीले मेरो मुटु हौ, तिमी त मेरो मुटु हौ, तिमी त मेरो प्राण हौ। आखिर खै यसै प्राणले त्यागिदियो तिमीले? मलाई थाहा छैन सानो, मलाई थाहा छैन। अनि आज यी आँखाहरू सुस्त रसाइरहन्छ। भन्थ्यौ तिमीले संसारको सबै खुसी दिन्छु भनेर। तर आज आँसु दिएर गयो। बस आँसु। कति ठुलो सपना अनि कति मिठो सपना थियो। तर सपना पुरा नभई टुट्न पर्यो। ढुङ्गामाथि खसेको ऐना जस्तै टुक्रा भयो। हो सायद तिमी यही चाहन्थ्यौ होला कि म पागल भएको हेर्न। आखिर तिम्रो कामना पनि आज पुरा भएको छ। थाहा छ सानो, आज तिमीले धोका दिएर पो म पागल भएँ अनि पागल भएको छु। त्यसैले त तिमीले मलाई आज पागलको रूपमा देख्न पायौ। अनि कस्तो चोट सानो, यो कस्तो चोट। कलेजीमा दुख्ने, मुटुमा दुख्ने। तर सानो सहन बाध्य छु। बस थाहा छैन मलाई म कहाँ छु र म के गर्दैछु। आँसुले लत्तताएर हस्ता अङ्गहरू कहाँ छुट के भएको छ मलाई स्वयं आफूले थाहा छैन। बेहोसी यो मुसलधारे पानीको वर्षा जस्तै आँसुको वर्षा बर्सिरहेको छ। थाहा छैन कहिले सुक्छ। सायद सुक्छ होला अवश्य। त्यो दिन सायद म यो संसारबाट अस्ताउँछु होला सानो। सायद म अस्ताउँछु होला सानो। मुटुको भाव मेटेर मेटिन्न। यसरी जाँदै सानो, यदि मैले संसारबाट अस्ताएँ भने मेरो अन्तिम इच्छा मलाई आशा छ तिमीले पुरा गरिदिनेछ सानो। पागल प्रेम एकदमै गुमेको एउटा सपुत भनी शहीद घोषणा गरिदिनु हुनेछ मलाई यदि म अस्ताएँ भने। बस यही चाहन्छु र मेरो लागि सानो तिमीले कहिले आँसु नचाहनु होला। किनकि तिम्रो आँसु अमूल्य छ। हस्त सानो, आजलाई सधैँको लागि यतिमै बिदा चाहन्छु। हस्त तिम्रो नपाएको बैरागी।